नमस्कार, म ज्योतिषी कल्की पोखरेल। यहाँलाई मेरो कल्की पोखरेल युट्युब च्यानलमा हार्दिक स्वागत छ। यहाँको माझमा म आज बताउन चाहन्छु शनि ग्रहले घर परिवर्तन गर्दै जाने क्रममा अब कुम्भ राशि छोडेर यहाँको लागि मीन राशिमा प्रवेश गर्दै गर्दाखेरि मकर राशि भएका प्रिय महानुभावहरू तपाईको जीवनमा अब लामो समयदेखिको चलिरहेको जुन 7.5 को दशाहरू तपाईको जीवनबाट मुक्त हुँदैछ। हो, यो 7.5 मुक्त हुँदै गर्दाखेरि मकर राशि भएका प्रिय महानुभावहरूको जीवनमा के कस्ता खालका योगहरू अब घट्ने गर्दछ त? 1 वर्ष होइन, 2 वर्ष होइन, 3 वर्ष होइन, 7 यो वर्षको भविष्यवाणी तपाईको माझमा लिएर उपस्थित भइसकेको छु। म ज्योतिषी कल्की पोखरेल। जुन मकर राशिको जीवनमा के कस्ता खालका योगहरू पाउने गर्छन् त? अब जुन 7.5 जुन शनिको न्यायको देवता, जुन न्यायको कारक ग्रह शनि ग्रह घर परिवर्तन गर्दै जाने क्रममा अबको बढी पाटोमा केही समय पश्चात अर्थात् अबको 2081 साल त पुरापुर कुम्भ राशिमै रहनेछन् र 2082 सालको वैशाख महिनाको 5 गते यहाँको लागि शनि ग्रहले घर परिवर्तन गर्दै जानेछन् र त्यो घर परिवर्तन गर्दै जाने क्रममा मीन राशिमा प्रवेश गर्दाखेरि मकर राशिलाई लामो समयदेखिको अर्थात् 7.5 वर्षदेखिको पाइरहेको झैझमेलाहरू, तनावहरू, यी कुराहरू सबै प्रकारका पीडाहरू, यी कुराहरूबाट मुक्त गराउँदैछ। तपाईलाई यी सबै समस्याहरूबाट बिदा लिँदैछ। अब तपाईको जीवनमा सुख, शान्ति, आनन्द, अमन, चैन यी यावत कुराहरू तपाईको जीवनमा प्राप्त हुँदै गर्दछ अब मकर राशि भएका प्रिय महानुभावहरूको जीवनमा। हो, त्यही पेटी पाटोमा रहेर आजको भिडियोमा चर्चा गर्न चाहन्छु। 7 वर्षसम्म मकर राशिको जीवनमा पर्न सक्ने घटनाक्रमहरू यी यस्ता छन्। शनि ग्रहले पार्न सक्ने कुराहरूलाई सिलसिलाबद्ध तरिकाले अघि बढ्न चाहन्छु। मकर राशि भएका प्रिय महानुभावहरू, तपाईको राशिको स्वामी नै शनि ग्रह हो। शनि ग्रहले कहाँ गएर गोचर गर्दैछ त? यो 2081 साल भन्दाखेरि दोस्रो स्थान भन्ने बित्तिकै यहाँले कुटुम्बसँग जोडिएको हाउस हो, आफन्त नातागोतासँग जोडिएको हाउस हो। तपाईको लागि यो टाइम भनेको अन्त्य 7.5 को योग हो। अन्त्य 7.5 भनेको सकिन लागेको दशा हो। यो कहिले सकिने हो त भन्दाखेरि जब कुम्भ राशि छोडेर मीन राशिमा शनि ग्रहले प्रवेश गर्छ तब तपाईको लागि 7.5 ले मुक्त गराउने हो। जुन जीवनको बढी पाटोमा अब यसलाई 7.5 को दशा लाओस् अथवा यसलाई कस्तो 7.5 को दशा लागेछ क्या हो, यस्ता खालका भाषाहरू बोलिने गरिन्छ नि। हो, त्यस्तो खालको बढी पाटो यो समस्याको योग हो भनेको शनि ग्रहले दिने हो। र 7.5 को दशा किन यति खालको यो यसलाई अलिकति खतरा यति खालको बढी पाटोमा लिन सक्यो त भन्दाखेरि तपाईँको जीवनमा शनि ग्रह जन्मकुण्डलीमा के कस्तो तरिकाले गएर विराजमान रहेको छन् भन्ने विषयवस्तुले ठुलो अर्थ राख्ने गर्दछ। तर शनि ग्रह एउटा राशिबाट अर्को राशिमा जानलाई, एउटा घरबाट अर्को घर जानको लागि 1 महिना होइन, 2 महिना होइन, 3 महिना होइन, केवल 30 महिना लाउने गर्दछ, अर्थात् 2.5 वर्ष लाउने गर्दछ। यो ग्रह ढिलो सर्ने भएको हुनाले शनि ग्रहले ढिलो प्रभाव पार्ने, ढिलो एउटा घरबाट अर्को घरमा जाने भएको हुनाले जीवनमा पनि ढिलो फलहरू प्राप्त हुने गर्दछ। कुनै पनि प्रकारका इस्युहरू, कुनै पनि प्रकारका काम कार्यहरूमा ढिलो फल प्राप्त हुने गर्दछ। यदि तपाईको राशिको स्वामी त शनि ग्रह हो, यदि तपाईको जन्मकुण्डलीमा खराब भावहरूकोपट्टि पाटोमा रहेको थियो भने तपाईलाई शनि ग्रहले केही तकलिफ र झैझमेलाहरू देखाउने हो। त्यस्तो खालकोपट्टि पाटोको मात्रै कुरामा मात्रै तपाईलाई शनि जुन 7.5 ले बढी नेगेटिभ प्रभावहरू पार्ने हो। तर मकर राशि भएका प्रिय महानुभावहरू तपाईँको लागि यो सकिन लागेको 7.5 त एकदम धेरै प्लस पोइन्ट। किन तपाईँलाई पाउनुभएको तपाईँले पीडा, पाउनुभएको तपाईँले समस्याहरू, ती कुराहरूलाई बेनिफिट बनाएर तपाईँलाई यसले छोडेर जाने गर्दछ। अर्थात् तपाईलाई अब यी छोडे जाने अर्थमा के कुरामा छोडे जान्छ भन्दाखेरि जुन कुराहरू तपाईँले तपाईँलाई अब यति राम्रो खालकोपट्टि पाटो मात्रै पोजिटिभ फिडब्याककोपट्टि पाटो मात्रै तपाईँलाई यसले छोडेर जाने गर्दछ। सुख, शान्ति, आनन्दको कुराहरू होइन, प्राप्त नगरेका भौतिक विलासिताका योगहरू तपाईँलाई यसले सकिने लागेको टाइममा छोडेर जान्छ होइन। यो कहिलेबाट तपाईँलाई सकिने लागेको योग हो त भन्दाखेरि 2079 सालको यहाँको लागि फागुनको अन्तिम समयबाट शनि ग्रह तपाईँको शिरबाट मकर राशिबाट छोडेर कुम्भ राशिमा छ र तपाईँलाई त्यही टाइमिङबाट यता नै तपाईँलाई धेरै कुराहरूबाट सङ्कटहरू, ठुल्ठुला प्रकारका सङ्कटहरू, ठुलो प्रकारका समस्याहरूबाट तपाईँ मुक्त कम हुँदै आउनु भएको छ।
अब टोटली फाइनली तपाईँलाई कहिले मुक्त गराउँदैछ र कहिले कम हुन्छ त भन्दाखेरि 2081 सालको वैशाख महिनाको 5 गतेतिरको टाइममा 6 गतेको टाइममा तपाईँलाई यो शनि ग्रहले घर परिवर्तन त्यो नि मध्याहको 12 बजेको टाइममा शनि ग्रहले घर परिवर्तन गर्छन्। तब तेस्रो स्थानमा जान्छ, तपाईँको लागि सबै समस्याहरूबाट दूर गर्नेछ, पीडा समस्याहरूबाट तपाईँ मुक्त हुनेछ तपाईँ। अब यो 2081 साल तपाईँको जीवनमा के कस्ता खालको यो रहन सक्छ भन्दाखेरि दोस्रो स्थान भन्ने बित्तिकै यहाँलाई कुटुम्बसँग जोडिएको हाउस हो, आफन्तसँग जोडिएको हाउस हो, नातागोतासँग जोडिएको हाउस हो, तपाईँको बाणीसँग जोडिएको हाउस हो, धन सम्पत्तिसँग जोडिएको हाउस हो। एउटा राशिबाट अर्को राशिमा जान त 7 वर्ष लाग्ने भएको हुनाले धन सम्पत्तिको बढी पाटो सहजै तपाईँलाई आउन भन्दा पनि बिस्तारै स्लो इमोसनमा आउन सक्छ क्या, बिस्तारै आफ्नो गतिमा हुन्छ नि, बिस्तारै एउटा तपाईँको वातावरणहरू चाहिँ यसले मिलाउँदै ल्याउने गर्दछ। 2081 साल तपाईँको लागि यो खालको वातावरण रहने गर्दछ। तर यो स्थान भनेको कुटुम्ब हाउस भएको हुनाले कुटुम्बको स्थानमा आफन्त नातागोताको हाउसकोपट्टि पाटोमा शनि ग्रह रहँदाखेरि तपाईँ आफन्त नातागोता इष्टमित्रहरूबाट कहीँ न कहीँ त्यो परीक्षाकोपट्टि पाटोमा तपाईँ परिरहनु भएको छ कि भन्ने खालकोपट्टि पाटोको एउटा सङ्केत चाहिँ यसले गराउन सक्दछ। किनभने यो भनेको कुटुम्बको हाउस भएकै कारणले गर्दाखेरि तपाईँको लागि यो स्थानमा शनि ग्रहको फल भने तपाईँलाई आफन्त परिवार इष्टमित्रहरूबाट तपाईँ अड्कलेर माया प्रेमहरू पाइरहनु भएको हुनसक्छ। किनभने तपाईँको लागि यसले जुन स्थानमा शनि ग्रह छ त्यो यो स्थानमा शनि ग्रह भएको हुनाले आफन्त नातागोता इष्टमित्र हुन्छ नि, तपाईँबाट उपयोग गर्नको लागि अथवा उहाँहरूले तपाईँको लागि बाट फाइदा लिनको लागि त उहाँहरूले चाहिँ जुन कुनै कुराहरू पनि अपनाउन सक्नुहुन्छ क्या, तपाईँ लोयल तरिकाले गरेर मिल्दै हाल्न सक्ने खालको क्षमता रहन सक्छ। किनभने शनि ग्रहलाई शनि ग्रह यस्तो खालको योग हो र जुन खालको योगलाई चाहिँ अलिकति दया भावहरू देखाइदियो भने हुन चाहिँ के हो भने जस्तो तपाईँलाई सहजै विश्वास गर्न लायककोपट्टि पाटोमा शनि ग्रहले भूमिका खेल्ने गर्दछ, जहाँ यो न्यायको देवता पनि हो। किनभने न्याय गरेको जस्तो प्रकारका विषयवस्तुहरू शब्दहरू भाषाहरू प्रयोग भइहाल्यो भने तपाईँको मन वचनहरू हृदयहरू स्वत रूपबाट चाहिँ जुन पग्लिन सक्छ, जुन खालको पाटोले तपाईँको जीवनमा प्राप्त गरिरहेको समस्याहरू आफन्त नातागोता चाहिँ तपाईँको लागि 80 सालबाट यता अहिलेसम्मकोपट्टि पाटोमा चाहिँ तपाईँलाई बाधक नै योपट्टि पाटो बाधक हो। किनभने तपाईँको लागि जुन कुराहरू प्राप्त गर्नुपर्ने हुन्छ नि त्यो कुराहरू प्राप्त गर्दा चाहिँ तपाईँको परिवार इष्टमित्र आफन्तहरू नै बाधक बन्दैकै कारणले गर्दाखेरि तपाईँ कतिपय कुराहरू प्राप्त गरिसक्नु भएको विषयवस्तुहरू नपाउनु भएको अथवा गुम्न लागेको यस्ता खालका घटनाक्रमहरू चाहिँ तपाईँलाई बनिरहेको उपस्थिति छ। यो कुराबाट तपाईँले ध्यान दिनुपर्ने हुन्छ। तर योपट्टि पाटोमा शनि ग्रह रहनुको फाइदा पनि छ। यो स्थानमा शनि ग्रह रहनुको फाइदा के छ त भन्दाखेरि आफ्नै पुरुषार्थले गर्छु नि त, अर्काको किन यो भर पर्नु छ र म आफ्नै तरिका गर्छु, यिनीहरूले मलाई नगरून् होइन, म आफ्नोपट्टि पाटो आफ्नो जीवनको पाइलालाई आफ्नो गतिमा लान चाहन्छु होइन, यिनीहरूलाई केही गरेर देखाउन चाहन्छु, भोलि मलाई यिनीहरूको जीवनमा मैले यस्तो गरेको थिएँ अथवा मपट्टि एउटा दयाभाव रहँ भन्ने एउटा पुरुषार्थ आत्मविश्वासहरू तपाईँलाई प्रबल रूपबाट बनाउँदै लानेवाला छ यो दोस्रो स्थानको शनि ग्रहले। तर तपाईँ जुन मान्छेसँग बोल्नुहुन्छ नि तपाईँको खुट्टा तान्न तपाईँको करियरकोपट्टि पाटोमा बाधक बन्न आउँछ भने त्यो मान्छेलाई शनि ग्रहले तपाईँलाई यति त्यो मान्छेलाई भने बोल्दैको भरा त्यो मान्छेलाई चाहिँ गएर चाहिँ 3 कोस पर भगाउन सक्ने खालको क्षमता चाहिँ यो ग्रहले शनि ग्रहले मान्दछ। तपाईँको लागि यो वर्ष किन पनि पोजिटिभ छ भन्दाखेरि तपाईँको लागि बृहस्पति भनेको ज्ञान धर्म अध्यात्म विवेकसँग जोडिएको कारग्रह हो होइन, पुरुषार्थसँग जोडिएको कारग्रह हो। तपाईँको पञ्चम स्थानमा छ क्या बृहस्पति ग्रह, जुन पञ्चम स्थान भन्ने बित्तिकै यहाँलाई एउटा कुरो त सन्तानकोपट्टि पाटोको हाउस हो। सन्तानका कुराहरूबाट तपाईँलाई आनन्दको वातावरण हुनै जान्छ सक्छन्, किनभने प्रगतिका कुराहरू पढाइ लेखाइका कुराहरू हुन सक्छन् अथवा देश विदेशमा गएर छरिएर कमाउनु पर्ने वातावरणले तपाईँलाई दिएको बेनिफिटको कुराहरू हुन सक्छन्। तपाईँको फर्दर स्टडीकोपट्टि पाटो अगाडि बढाउन सक्ने विषयवस्तुहरू ज्ञानकोपट्टि पाटो पढाइ लेखेकोपट्टि पाटो कुनै पनि परीक्षाहरू अथवा कुनै पनि एक्जामहरू यस्ता खालका विषयवस्तुको प्लानिङ गर्ने कुराहरूदेखि लिएर यी विविध प्रकारको कर्महरू तपाईँले गर्नुहुन्छ अथवा तपाईँ कुनै पनि प्रकारको परीक्षाहरू हुन्छ, लोकसेवा हुनसक्छ अथवा कुनै प्रकारको चाहिँ लक्ष्य हुनसक्छ, त्यो तपाईँको लागि त्यो ट्रान्जिटको पोइन्ट हुनसक्छ हो। ती कुराकोपट्टि पाटोमा तपाईँलाई लक्ष्यमा पुर्याइन रहनको लागि चाहिँ यो वर्ष 2081 साल चाहिँ भरपुर मात्रामा तपाईँलाई सपोर्ट गरिरहेको उपस्थिति चाहिँ जरुरी छ, त्यो माने पनि तपाईँलाई राम्रो छ। तर यो स्थानमा शनि ग्रह रहँदा चाहिँ तपाईँलाई आमाको हुन्छ नि, यो भनेको आमाको हाउस हो अथवा माताको हाउस हो, यो मानेमा माताको हाउस हो र माताको माया ममता भने
कमी रहन सक्छ। अर्थात् तपाईँलाई चाहिँ माया गर्नुहुन्छ, बढी माया गर्नुहुन्छ, तर समय परिस्थिति घटनाक्रमहरूले त कामको सिलसिलाले होस्, कर्मको सिलसिलाले होस्, अथवा कुनै पनि यो विषयवस्तुको कुराले होस्, तपाईँलाई अलिकति दूरी बढेर बस्नुभएको खालको योग चाहिँ रहन सक्छ। अथवा तपाईँ देश विदेशमा हुनुहुन्छ, अथवा कहीँ काम कर्मले एउटा थलोमा हुनुहुन्छ, कर्म थलोमा हुनुहुन्छ, यी कुराले पनि तपाईँलाई टाढा बनेर आएको महसुस चाहिँ बनाउन सक्छ। तर आमालाई चिन्ता हुनसक्छ, रोगी बनाउन सक्छ, केही औषधिहरू खानुपर्ने खालको बाध्यतात्मक परिस्थितिहरू तपाईँको लागि माताले पाउनुहुनेछ। माताले यस्ता खालको समस्याहरू पाउन सक्नुहुन्छ कि जुन तपाईँको चिन्ताहरू गर्नुहुन्छ, तपाईँकै चिन्ताहरू बार बार माताले गरिरहनुहुन्छ यो समयको लागि चाहिँ पुरापुर तपाईँको लागि। किनभने शनि ग्रहको दृष्टि जहिले पनि विच्छेदात्मक रहने गर्दछ। यो स्थान भनेको भूमिसँग सम्बन्धीको हाउस हो, घयासीको हाउस हो, छर छिमेकीसँग जोडिएको हाउस हो। छिमेकीहरूले पनि तपाईँलाई कति कुनै विषयवस्तुबाट प्रश्न चिन्हहरू अलिकति तरिकाले गलत तरिकाले गरेर प्रश्न चिन्हहरू उठाइरहेछन् कि, अथवा गलत तरिकाको धाराहरू तपाईँको जीवनकोपट्टि पाटोमा केही छैन भन्ने कुराहरू खोजेर बसिरहेछन् कि, यस्ता खालकोपट्टि पाटो रहन सक्छ। तपाईँलाई योपट्टि पाटो भनेको एउटा प्रेमको हाउस पनि हो। प्रेम हुन्छ नि, तपाईँ एउटा गलत प्रकारका प्रेमीबाट तपाईँ बच्नको लागि आफ्नो बाटोमा तपाईँ लाग्नुहुन्छ भने, तपाईँ जुन प्रेमी अथवा प्रेमिकाको लागि भने पट्टि पाटोमा हेर्नुपर्दा तपाईँ विवाह नगर्नु भएको प्रेमी यो होस् अथवा प्रेमिका होस्, तपाईँको लागि यसले प्रेममा चाहिँ परीक्षा लिएको जस्तो खालको महसुस गर्न सक्नुहुन्छ। यो स्थानमा शनि ग्रह रहँदा चाहिँ तपाईँले माया गर्नु भएको अर्थात् जुनसुकै कुनै उमेरको लागि होस्, विवाहित होस् अथवा अविवाहित होस्, कुनै पनि बाटो तपाईँले जो कोहीलाई माया गर्नुहुन्छ भने त्यो मान्छेलाई सहजै तपाईँले भन्न सक्नुहुन्न। अर्थात् तपाईँ यो यस्तो हुँदैछ भनेर आएर सहजै तपाईँले व्यक्त गर्न सक्नु हुँदैन। अर्थात् तपाईँले योपट्टि पाटो त्यो व्यक्तित्वलाई सहजै राखेको तपाईँले प्रस्तावहरू त्यो मान्छेले सहजै तपाईँलाई स्वीकार गर्न सक्दैन। अर्थात् तपाईँसँग जो कोही व्यक्तित्व नजिक हुनुहुन्छ भने तपाईँले घुमाइरहनु भएको हुनसक्छ। अथवा तपाईँ कोही आफन्त नातागोताहरू हुनुहुन्थ्यो, तपाईँको लागि एकदम धेरै प्यार गरिरहने अथवा तपाईँलाई गाइडलाइन दिइरहन सक्ने अथवा मार्ग देखाइरहन सक्ने ती व्यक्तित्व पनि टाढा भइरहेको जस्तो खालको महसुस तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। शङ्का उपशङ्काहरू तपाईँलाई ती व्यक्तित्वबाट पनि लाग्न सक्छ। साथी होस् अथवा जो कोही पनि बाटोबाट त्यस्तो खालको योग चाहिँ तपाईँको लागि पनि भइरहेको अनुभूतिहरू रहन सक्छ। तर यो स्थानमा बसिरहेको शनि ग्रह यही स्थानमा बसिरहनेवाला छैन। यहाँको लागि वैशाख महिनाको आउने 6 गते होइन 5 गते 6 गते र 6 गतेको पनि त्यो यहाँको लागि दिउँसो मध्याहको 12:05 31 पछाडि भने शनि ग्रहले घर परिवर्तन गर्दैछ। हो, अब यो स्थानमा घर परिवर्तन गर्छ नि, तर तपाईँलाई यो 81 साल पनि तपाईँलाई राम्रो खालका फिडब्याकहरू बनाउन सक्छ। किनभने तपाईँलाई यसले आफ्नै खुट्टामा उभिन सक्ने वातावरणहरू, यसले तपाईँलाई त्यस्ता खालका ज्ञानहरू, त्यस्ता खालका मार्ग निर्देशहरू तपाईँलाई छोडेर जाने गर्दछ यो शनि ग्रहले। तर पनि तपाईँलाई अझ राम्रो ठुलो प्रकारको भारी बिसाइरहेको जस्तो खालको अनुभूतिहरू तपाईँले जुन 82 साल वैशाखको 6 गते लाग्ने बित्तिकै तपाईँले गर्नुहुनेछ, पाउनुहुनेछ। र तपाईँलाई ठुलो प्रकारको भारी बिसाउनुहुन्छ नि, लामो समयदेखिको कुनै एउटा भारी बिसाएर तपाईँ उकालो चढ्दै हुनुहुन्थ्यो भने एउटा चौतारामा गएर तपाईँले एउटा भारीलाई बिसाएर तपाईँ त्यहाँ गएर चाहिँ एकछिन आराम लिनुहुन्छ नि, त्यो लिँदाखेरि तपाईँलाई यति रिल्याक्स र यति आनन्दको फिलिङ आउँछ नि, हो त्यस्तो खालको अनुभूति र त्यस्तो खालको ऊर्जाकोपट्टि पाटो अब तपाईँको जीवनमा आउँदैछ। लामो समयदेखिको तपाईँ कुनै प्रकारका परीक्षाहरू होस्, कुनै प्रकारका तनाव होस्, कुनै प्रकारका पारिवारिक झैझमेला होस्, कुनै प्रकारका चाहिँ विषयवस्तुको इस्युहरू किन नहुन्, स्वास्थ्य सम्बन्धीका आइरहेका समस्या किनै नहुन्, होइन विविध प्रकारका समस्याहरूबाट तपाईँ मुक्त गर्दै हुनुहुन्छ। अथवा ती कुरालाई ती समस्याहरूबाट टाटा बाई गरेर तपाईँ बिदा लिएर तपाईँ एउटा सद्मार्गमा एउटा जुन एउटा जीवनको एउटा गन्तव्य हुन्छ नि, एउटा त्यो त्यस्तो गन्तव्यकोपट्टि पाटोमा तपाईँ एउटा नयाँ प्रकारको यात्रा, नयाँ ढुङ्गामा तपाईँ अब जीवनकोपट्टि पाटोमा सहेर गर्नुहुन्छ, जुनपट्टि पाटोले जीवनमा तपाईँलाई भरपुर मात्रामा आनन्द चाहिँ तपाईँलाई अब दिनेवाला छ। अब तपाईँको उन्नति प्रगति अब हुनेछ। लामो समय गर्न खोजिरहेको शिक्षाकोपट्टि पाटोको ढोकाहरू त जुन छलाङ मार्न सक्नेछ, शिक्षामा गर्नुभएको उन्नति प्रगतिहरू तपाईँलाई अब हुन सक्नेछ। तपाईँको लागि जग्गा जमिन भूमिहरू सम्बन्धीका कुराहरू, होइन आफन्त नातागोताहरू, यी विविध प्रकारको कर्महरूबाट तपाईँले जुन प्रकारका नेगेटिभ प्रभावहरू पाइरहनु भएको छ, जुन समस्याहरू हन्डरहरू तपाईँले खाइरहनु भएको छ, अब यी हन्डरहरू ठक्करहरू तपाईँलाई बिदा लिएर गएको छ। जुन समस्यालाई टाटाबाई र यहाँको लागि ऊर्जा, नयाँ प्रकारका ऊर्जाहरू, जोस जाँगरहरू, यस्ता विषयवस्तुलाई चाहिँ गरेर लिएर आउँदैछ। यो स्थान भनेको पराक्रमको हाउस पनि हो। लग्नेश्वर स्वामी पराक्रमको स्थानमा जान्छ नि, तबसम्म तपाईँको लागि एकदम धेरै राम्रो रहन सक्छ। यो किन यो स्थानमा कहिलेसम्म बस्छ त भन्दा 2084 सालको फागुन महिनाको 29 गतेसम्म पराक्रम स्थानमा बस्दछ। यो स्थानमा बस्दा तपाईँलाई काम कार्यहरू चाहिँ बढ्न सक्छ। त जागिर खानुभएको थिएन,
जागिर खान सक्ने खालको वातावरण तपाईँलाई रहन सक्छ। अथवा आम्दानीको वातावरणहरू थिएन, आम्दानीको वातावरण रहन सक्छ। केही जग्गा जमिनहरू कुनै पनि प्रकारका विषयवस्तुमा गएर लामो समय किचेर भइरहेको परिस्थिति छ, यी कुराहरूले अब तपाईँलाई चाहिँ मुक्त गराउँदैछ। तपाईँको लागि चाहिँ सहज तपाईँको जित हुन सक्ने खालको योग चाहिँ बनाउने वालाको समय चाहिँ तपाईँ मकर राशि भएका प्रिय महानुभावहरू तपाईँको जीवनमा प्राप्त हुँदैछ। 2084 सालको फागुन महिनाको 29 गतेसम्म अब तपाईँको बढी पाटोमा 82 सालको वैशाखको 6 गते पश्चात यहाँको लागि जीवनमा छुट्टै प्रकारको एउटा ऊर्जा आउने गर्दछ। तपाईँ कुनै पनि प्रकारका पेसा व्यवसायमा रहनुहुन्छ, अब तपाईँलाई राम्रो हुँदैछ। कुनै कुनै प्रकारका पेसा व्यवसाय हुन्छ नि तपाईँ, जस्तो निर्माणसँग सम्बन्धित सेक्टरका काम कार्यको कुराहरू होस् हैन, अथवा त्यस्तो खालको सेक्टरबाट पनि तपाईँ अब फेरि एउटा उठ्नु हुनेछ। किनभने यो एकसँग पराक्रम स्थानको घर हो भने तपाईँ ती प्रकारका विषयवस्तुबाट अब तपाईँ फसेको, तपाईँको गुमेको धनहरू अब उठ्नेवाला छ, अथवा कामहरू फेरि पुनः सुचारू रूपबाट अगाडि बढ्नेवाला छ। मकर राशि भएको हुनाले शनि ग्रहले त एउटा के कुराहरू हेर्दाखेरि टेक्नोलोजीको बढी पाटो, आइटी इंजिनियरिङ टेक्निकल फिल्डको बढी पाटोमा तपाईँ रहनुहुन्छ भने यसले तपाईँलाई अब सफलता दिनेवाला छ। किन तपाईँ जुन बेलाको समयमा चाहिँ तपाईँ 7:30बाट तपाईँ मुक्त ग्रसित भएर तपाईँ एउटा ऊर्जाको एउटा अनुभूतिमा आउँदै हुनुहुन्छ र तपाईँलाई गन्तव्य जीवनको एउटा गन्तव्यमा एउटा तपाईँ जाने र त्यो गन्तव्यबाट पाटोबाट सफल हुने खालको वातावरण चाहिँ तपाईँको जीवनमा आउने गर्दछ। तर शनि ग्रहले सेना प्रहरीको बढी पाटो पनि लिने गरिन्छ हैन, अझ लहरू वकिलहरू यस्तो खालको बढी पाटोमा लिने गर्दछ। तपाईँ यदि पहिले सुरुमा त सेनाहरूको बढी पाटोमा हुनुहुन्छ, तपाईँको बढुवा हुन पनि यहाँको टाइमिङहरू भइरहेको परिस्थिति हो, अथवा तपाईँ सेनाको बढी पाटो, आर्मी सेना प्रहरीको बढी पाटो यस्ता खालका विषयवस्तुको बढी पाटोमा लिखित होस्, अथवा तपाईँ कुनै पनि विषयवस्तुबाट आफ्नो क्षमताहरू प्रदर्शन गरेर बढुवा हुनु पनि यहाँको टाइमिङका केही योगहरू रोकिरहेका थियो भने तपाईँको लागि यसले अब जुन विषयवस्तुहरू चाहिँ अब गति लिनेवाला चाहिँ छ तपाईँलाई। किनभने त्यो विषयवस्तु पुरा हुन सक्नेछ, तपाईँको लागि बढुवा हुनसक्छ, नाम निक्लिन सक्छ हैन, कुनै पनि परीक्षा लोकसेवा कुनै पनि विषयवस्तुमा यस्ता खालको सफलताहरू तपाईँले पाउँदै गर्नुहुन्छ। तपाईँ लोयलहरू हुनुहुन्छ, वकिलहरू हुन्छ भने तपाईँको अब तपाईँले गर्नुभएको जुन बहसहरू हुनसक्छ, तपाईँले गर्नुभएको जुन कामको क्षेत्रहरू हुनसक्छन्, त्यो क्षेत्रको प्रशंसा हुनसक्छ। तपाईँ समाजमा कुनै कुनै प्रकारको सकारात्मक प्रकारको आफ्नो छविहरू तपाईँले उठाउन सक्ने खालको योगहरू तपाईँलाई रहन सक्छ। वैदेशिक क्षेत्रमा रहनुहुने महानुभावहरूको लागि केही सकारात्मक छ, तर यहाँको लागि केही प्रकारको काममा केही काम कार्यको बढी पाटोमा केही उल्झनहरू आउन सक्छ भने यो सामान्य स्वास्थ्य सम्बन्धीको कुरामा ध्यान दिनु होला। यहाँ ग्यास्ट्रिकका कुराहरू हुन सक्छन्, पेट सम्बन्धी आइरहेका समस्याका योगहरू तपाईँको जीवनको बढी पाटोमा रहन सक्छन्। यो कुरामा चाहिँ तपाईँले विचार गरिदिनु होला। आफ्नो खानपिनका कुराहरूलाई हैन, जुन खानपिनहरूलाई एकदम चुस्त दुरुस्त तरिकाले राखेर अगाडि बढ्नुहोस्, त्यो तपाईँको लागि चाहिँ एउटा सुझावको बढी पाटोमा दिन चाहन्छु। केही सामान्य स्वास्थ्य सम्बन्धीको समस्याहरू आयो भने चेकअप गराउनु होला, यसले हेल्थ चक्राइ नलिनु होला। किनभने पाप ग्रहको दृष्टि जहिले पनि हानिकारक भएको हुनाले सामान्य पेट सम्बन्धी होस्, ग्यास्ट्रिक सम्बन्धी होस्, कुनै पनि विषयवस्तुको बढी पाटोमा चाहिँ अब अलिकति ध्यान दिनु होला तपाईँले है। यो बढी पाटोमा चाहिँ अरू सबै कुराहरूबाट तपाईँलाई मुक्त गराउँदैछ। पराक्रमको बढी पाटो हुन्छ नि, तपाईँभन्दा जेठो बाटो मान्छेहरूबाट चाहिँ तपाईँले सरसगहरू पाउनु। किनभने यो स्थानको जुन दाजुभाइको हाउस हो भनेदेखि भाइको हाउसमा शनि ग्रह रहँदा शनि ग्रह पाप ग्रह भएकै कारणले गर्दा तपाईँलाई यी आफ्नो जुन दाजुहरूबाट अग्रजहरूबाट चाहिँ अलिकति सहयोगहरू चाहिँ अलिकति कम पाउन सक्ने खालको यो चाहिँ तपाईँलाई बनेको परिस्थिति चाहिँ जरुर छ। तर तपाईँको लागि 82, 83 र 84 सालको बढी पाटो धेरै कुराबाट तपाईँलाई शुभ छ। तपाईँ यदि यो जुन 7:30को टाइममा रिलेसनमा हुनुहुन्थ्यो, त्योलाई म्यारिड लाइफको बढी पाटोमा ढाल्न सक्नु भएको थिएन, त्यो बढी पाटो अब तपाईँलाई चाहिँ यसले पुरा हुनसक्छ। तपाईँको वैवाहिक जीवनको बढी पाटो एउटा घर बन्न सक्ने खालको बढी पाटो बनेको छ। अथवा तपाईँको लागि चाहिँ तपाईँ कुनै पनि प्रकार झै झमेलामा हुनुहुन्छ नि, कानुनी कोर्ट कचहरीको झै झमेलामा हुनुहुन्थ्यो भने तपाईँ अब त्यो समयबाट चाहिँ मुक्त हुनुहुन्छ, त्यो समयबाट तपाईँ अब छुटकारा पाउँदै गर्नुहुन्छ। तपाईँलाई राम्रो खालको समयको बढी पाटो चाहिँ अब आइरहेको परिस्थिति छ। तपाईँ नयाँ प्रकारको एउटा जागिर कुनै पनि कर्मको बढी पाटोमा अब तपाईँ सेफ ल्यान्डिङ हुँदै गर्नुहुन्छ है तपाईँको लागि। किनभने 82, 83, 84 सालको समय तपाईँलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण प्रकारको एउटा ऊर्जाको टाइमिङ हो र जीवनमा यही समयमा चाहिँ तपाईँको जीवनमा चमत्कार मिल्नेवाला, अथवा तपाईँ यस्तो जीवन मेरो जीवन त्यस्तो खालको जीवन यो स्थानमा आइपुग्छ भनेर तपाईँ कल्पना गर्दै नरहेको टाइमिङको योग चाहिँ अबबाट उताको समयमा चाहिँ 84 सालसम्म तपाईँले जरुर पाउनु हुने नै छ। त्यो बढी पाटोमा तपाईँले एकदम तपाईँलाई सकारात्मक प्रकारको योगहरू रहनेवालाको समय चाहिँ यो बेलामा बनिएको परिस्थिति छ। तर तपाईँको लागि यी ग्रह दशाहरू यो जुन कुराहरू बताइरहेको छ नि, यी कुराहरू बताइरहँदाको समयमा तपाईँको लागि यदि तपाईँको जन्मकुण्डलीमा सूर्यभित्र एकापट्टि सूर्य चलेको छ, अर्कोपट्टि पिङ्गला चलेको छ, एकापट्टि चन्द्रमा चलेको छ, एकापट्टि तपाईँलाई मङ्गला चलेको छ,
एकापट्टि मङ्गल चलेको छ, अर्कोपट्टि भ्रामरी चलेको छ, एकापट्टि बुध चलेको छ, अर्कोपट्टि भद्रिका चलेको छ, एकापट्टि बृहस्पति चलेको छ, अर्कोपट्टि तपाईँलाई धान्य चलेको छ, अनि एकापट्टि शुक्र चलेको छ, उतापट्टि सिद्धा चलेको छ, एकापट्टि शनि चलेको छ, उतापट्टि उल्का चलेको छ, एकापट्टि राहु चलेको छ, उतापट्टि सङ्कटा चलेको छ भने यी जुन कुनै टाइमिङमा पनि तपाईँलाई यस्तो खालको योग छ भने जुन कुनै समयमा पनि तपाईँ ध्यान दिनु होला, तपाईँले केही ग्रह शान्तिहरू चाहिँ गर्नु होला। त्यो समयको तपाईँलाई अलिकति बढी अप्ठ्यारो खालको योगहरू रहन सक्छन्। त्यस्ता घटनाक्रममा आइरहेको लागि विचार होला। तर तपाईँको लागि शनि ग्रह यो घर परिवर्तन चाहिँ यहाँको लागि चाहिँ 2084 सालको फागुन महिनाको अन्तिमबाट जब चतुर्थी सालमा जान्छ नि, तब चाहिँ तपाईँले त्यति बेलाको समयमा चाहिँ यति बेलाको समयमा चाहिँ तपाईँलाई शनि ग्रह निचो हुन्छ, अर्थात् तपाईँको राशिको स्वामी चाहिँ गोचरमा निचो हुँदा चाहिँ त्यति बेलाको समयमा चाहिँ विचार गर्नुपर्ने हुन्छ कि तपाईँले के कुरामा विचार गर्दाखेरि तपाईँको सम्पत्तिका कुराहरूमा कोही कसैले गलाएर चाहिँ मलाई ल जवानी बस्थे अथवा तपाईँलाई चाहिँ यो समयमा मलाई यदि सहयोग गर्दै भन्ने खालको बातमा आउन सक्छ। यो स्थानमा शनि ग्रह जानु चाहिँ तपाईँलाई चाहिँ अढैयाको योग हो। अढै भनेको 2.5 वर्ष मात्रै हो, ठुलो लामो समय होइन। होइन, अढैयाले तपाईँलाई चाहिँ के आदि कामहरू बन्ने र आदि कामहरू चाहिँ बिगार्न सक्ने क्या, बनिसकेका आदि कामहरूलाई बिगार्न सक्ने यस्ता खालको सङ्केतहरू चाहिँ रहन सक्छन्। यो भन्दैमा आत्तिन चाहिँ तपाईँलाई जरुर पर्दैन। तर शनिबारको दिनमा माछा मासु नखाइकन शुद्ध भेजिटेरियन रहेर कालो वस्त्रहरू धारण गर्दै नगरेर अडि बन्नु होला, त्यो तपाईँलाई सबैभन्दा राम्रो रहन सक्ने छ। तर 84 सालको फागुनको अन्तिमबाट 87 सालका 2-4 महिनाहरूसम्म शनि ग्रह चतुर्थ स्थानमा रहनेवाला छ। यो स्थानमा शनि ग्रह रहँदै गर्दाखेरि 87 सालको 5-6 महिना 4-5 महिनासम्म चाहिँ देशमै अथवा विश्व जगतमै केही भय त्रास र कोलाहलको वातावरण चाहिँ रहन सक्छन्। होइन, त्यो खालको बढी पाटोमा शनि ग्रह निचो हुँदाखेरि केही अलिकति केही विश्व जगतमा छुट्टै प्रकारको ग्लोबल यो चेन्जेबलको यो सिचुएसनहरू चाहिँ घटित हुनसक्छ, जुन खालको टाइमिङमा तपाईँको लागि पनि अढैया युगहरू चल्दैछ। माताको स्वास्थ्यमा समस्या हुनसक्छ, अथवा तपाईँले माताहरू गुमाउन सक्ने अथवा माताको स्वास्थ्यमा अपरेसनहरू हुन सक्ने, हस्पिटलाइजहरू हुन सक्ने यस्ता खालको बढी पाटो चाहिँ यो समयमा आउने गर्दछ। तपाईँको सम्पत्तिहरूमा हुनसक्छ नि, खाइरहेको सम्पत्तिहरूमा अलिकति केही विवादहरू इस्युहरू बढिदिन सक्छन्। होइन, तपाईँको लागि बढी पाटोमा चाहिँ किन विवादमा इस्युहरू बढिदिन सक्छन् भने यसको सम्पत्ति अथवा यसो गर्नु पऱ्यो उसो गर्नु होला सुनिश्चित तरिकाले कोही कसैले तपाईँलाई फसाउन सक्छ। यो कुरामा ध्यान दिनु होला। होइन, पढाइ लेखेको बढी पाटोमा तपाईँलाई शनि ग्रह चाहिँ यो समयमा लाग्दा चाहिँ पढाइ लेखेर आफ्नो क्षमतालाई अलिकति बढी वृद्धि गर्नु होला। यो समयको बढी पाटोमा तपाईँको पढाइ लेखाइ त कि त ग्याप हुन सक्छन्, वा तपाईँको पढाइ लेखेको बढी पाटोमा चाहिँ यो समयमा ब्रेक हुन सक्दछ। तपाईँको यो अढैया लागिरहेको समयमा तपाईँलाई 84 सालको अन्तिमबाट 85, 86 र 87 सालको जुन 4-5 महिनासम्म भने तपाईँको लागि चाहिँ शनि ग्रह यो स्थानमा बसेको हुनाले पढाइ लेखेको बढी पाटो यो बेलाको बढी पाटो स्थगित गरिदिनु छोडिनु जस्तो लाग्न सक्छ। अथवा तपाईँ घर परिवारभन्दा बाहिरतिर जान सक्ने खालको बढी पाटो रहन सक्छ। अथवा तपाईँले एउटा काम गर्नुभएको थियो भने त्यो काम छोडेर अर्को काम गर्न सक्ने एउटा सिचुएसनहरू चाहिँ रहन सक्छ। र सकारात्मक योगको बढी पाटोमा हेर्नुपर्दा चाहिँ तपाईँलाई चाहिँ यसले आफ्नै तरिकाले आफ्नै काम कर्म इमान्दारीका तरिकाले चाहिँ आफ्नो जीवनलाई अडि लान सक्ने खालको योग चाहिँ तपाईँलाई भरपुर मात्रामा रहन सक्छ। तर यो स्थानमा शनि ग्रह 84 सालको अन्तिमबाट 87 सालको समयको बढी पाटोमा तपाईँको लागि मैले भन्छु यी दशाहरू चलेको छ भने तपाईँ योग्य प्रकारको ज्योतिषीहरूसँग लागेर ग्रह शान्तिहरू चाहिँ गर्नु होला नि हो तपाईँले। होइन, त्यो कुरा त अहिले मोबाइल एपहरू पनि आएको छ जुन टेक्नोलोजीले यति धेरै सहज बनाइदिएको छ। 84 सालको चैतबाट 87 सालको 2-4 महिनाहरूसम्मको बढी पाटोमा तपाईँको लागि विंशोत्तरी दशा भन्ने हुन्छ र योगिन दशा भन्ने हुन्छ। विंशोत्तरी दशा पुरुष दशा हो र योगिन दशा भनेको स्त्री कारक ग्रह, यसलाई स्वामी पत्नी भनिन्छ। यी दुवै ग्रहहरूको फ्युजनको कारणले गर्दा चाहिँ मान्छेको जीवनमा प्रगति उन्नति हुने गर्दछ। जसरी पुरुष र स्त्रीको भूमिकाबाटै यो सराचर जगत चलेको छ भनेदेखि ग्रहमा त्यस्तो खालको भूमिका रहन सक्छ। तर ग्रहमा चाहिँ एउटै स्त्री पुरुषको दशाहरू चल्यो भने त्यो अलिक अप्ठ्यारो खालको वातावरण रहन सक्छ, जहाँ अढैया पनि लाग्छ। जुन टाइमिङमा तपाईँलाई चाहिँ यदि तपाईँको लागि विंशोत्तरी दशामा शनि चलेको छ, योगिनी दशामा उल्का चलेको छ, होइन त्यो एपहरूमा सहजै देखिन्छ, त्यो चलेको छ भने त्यो टाइमिङमा तपाईँलाई जीवनमा अप्ठ्यारो हुनसक्छ। केही झैझमेलाहरू कहाँ कुनैमा सोध्दै नसोचेका योगहरू रहन सक्ने, तपाईँले गर्नुभएको कर्महरू 0 लेभलमा पुर्न सक्ने यस्ता खालकोपट्टि पाटो रहन सक्छ। तर त्यस्तोपट्टि पाटो सबैलाई मान्छेको जीवनकोपट्टि पाटोमा हुँदैन, कमै मान्छेकोपट्टि पाटोमा रहन सक्दछ। त्यो मात्रै तपाईँको लागि नराम्रो हो। तर एकापट्टिकोपट्टि पाटोमा तपाईँको लागि चाहिँ पिङ्गला चल्छ, एकापट्टिकोपट्टि पाटोमा तपाईँलाई सूर्य चल्छ, अर्कोपट्टि पाटो पिङ्गला चल्छ भने त्यो पनि तपाईँलाई गाह्रो हुनसक्छ। त्यो समय तपाईँलाई धेरै छोटो समय रहन सक्छ। त्यो गोबरी पाटो त्योमा चाहिँ केही तपाईँलाई अलिकति ध्यान दिनु होला। एकापट्टि तपाईँलाई
चन्द्रमा चल्छ, अर्कोपट्टि पाटो तपाईँलाई मङ्गला चल्छ भने यो समय पनि ध्यान दिनु होला। यो समय त्यति धेरै लामो समय जाँदैन, 1-1.5 वर्ष, 1-2 वर्ष कोपट्टि पाटोमा चाहिँ तपाईँको लागि रहन सक्छ। 2-3 वर्ष, 1-2 वर्ष यतिकोपट्टि पाटो रहन सक्छ। त्यसै गरी अर्कोपट्टि पाटो तपाईँलाई एकपट्टि मङ्गल चल्छ, अर्कोपट्टि भ्रामरी चल्छ भने यो चाहिँ तपाईँलाई 5-6 वर्षको टाइमिङ चाहिँ रहन सक्छ। 4 वर्षको बढी 4-5 वर्षको बढी पाटो चाहिँ रहन सक्छ। यो समय तपाईँलाई अलिकति ध्यान दिनु होला। यति बेलाको पैसामा केही सोधी शान्तिहरू गर्नु होला। जुन समयकोपट्टि पाटोमा तपाईँलाई एकपट्टि बुध चल्छ, अर्कोपट्टि भद्रिका चल्छ भने यो पनि 5-6 वर्षको टाइमिङ तपाईँलाई रहन सक्छ। 5 वर्षको समय रहन सक्छ। यो समय पनि तपाईँलाई ध्यान दिनु होला हैन। एकपट्टि तपाईँलाई बृहस्पति चल्छ अथवा गुरु चल्छ, अर्कोपट्टि तपाईँलाई धान्य चल्छ भने यो समय पनि तपाईँलाई अलिकति ध्यान दिनु होला। त्यो पनि तपाईँलाई अप्ठ्यारो खालको बाटोमा रहन सक्छ हैन। चल्ने मान्छेको लागि सबैको लागि भनिरहेको छैन। एकपट्टि तपाईँलाई शुक्र चल्छ, अर्कोपट्टि तपाईँलाई सीता चल्छ भने यो समय पनि तपाईँलाई अलिकति अप्ठ्यारो खालको बाटोमा रहन सक्छ। जो कोही मान्छेले फसाउन सक्छन् अथवा केही कुराहरू हुन सक्छन् भने तपाईँलाई शनि ग्रहको बारेमा त भनिहालेँ। एकपट्टि शनि चलेको छ, उल्का चलेको छ भने त्यो समस्या रहन सक्छ। यदि विंशतिमा तपाईँलाई जुन के अरे राहु चलेको छ र योगिनीमा तपाईँलाई सङ्कटा चलेको छ भने यो पनि तपाईँलाई अलिकति अप्ठ्यारो खालको ग्रह दशाहरू चाहिँ मानिन सक्छ। त्यो टाइमिङमा तपाईँले केही ग्रहको केही रेमेडीहरू कर्मकाण्ड सम्बन्धीको ब्राह्मणहरूबाट अथवा आफ्नो कुलपुरोहितहरूबाट ज्योतिषीहरूबाट के परामर्श लिएर त्यसको विधि विधानहरू गर्दै जानुहोस्। त्यो तपाईँलाई त्यति राम्रै रहन सक्छ। त्यो गऱ्यो भने चाहिँ राम्रै रहन सक्छ। जुन टाइमिङको बढी पाटोमा चाहिँ तपाईँले कोही कसैलाई गएर सरसापट दिँदै नदिने, खाइरहेको जागिर आफ्नो लेभलमा खाँदै जान सक्ने, कसैले चाहिँ गएर यसो गर्न उसो कमाइ कमाएन भने अथवा लामो हात नगर्ने अथवा क्षुद्र व्यवहारहरू नगर्ने होइन, त्यो खालका कामहरू नगर्ने, आफ्नो लाइनमा आफ्नो कर्मको बढी पाटोमा जतासिद्ध भएर लाग्ने, कोही कोहीलाई विश्वास गरेर तपाईँ आफ्नो मनपेटहरू हरेक कुराहरूको बढी पाटोहरू नखोल्ने अथवा दिँदै नदिने, सम्पत्तिहरू आफ्नो सम्पत्तिको बढी पाटोमा एकदम धेरै विचार गर्ने, छरछिमेकीहरूले कोही मान्छेहरूले तपाईँलाई विवादको इस्युहरू बनाउन सक्छ कि अथवा साना कुरामा नि हुन सक्छ नि, यो कुरामा ध्यान दिनु होला। तर ती कुरामा ध्यान दिएको गर्नुहुन्छ भने तपाईँलाई त्यति धेरै राम्रै खालको योग चाहिँ रहन सक्छ। जुन दशाहरू चलेको बेलामा मात्रै तपाईँ थोरै सावधानी रहनुपर्ने हो। तर यो स्थानमा शनि ग्रह बसेको शनि ग्रह चाहिँ अडाइयाको योग चाहिँ तपाईँको लागि चाहिँ 87 सालको 2-4 महिनाहरूबाट अथवा साउनतिरको टाइमिङबाट उता भने शनि ग्रह वृष राशिमा जान्छ। तपाईँलाई अडाइयाको योग मुक्त रहन सक्छ। त्यसपछिको टाइममा पनि तपाईँलाई राम्रै खालको योग चाहिँ रहनेवाला छ त्यसपछिपट्टि पाटोमा। तर यो स्थानमा शनि रहँदा चाहिँ तपाईँको लागि स्त्री पुरुष अथवा तपाईँलाई स्वामी पत्नी दशाहरू चलेको छ भने मात्रै सावधानी रहनु होला। त्यो सबैको लागि चल्दैन, बिरलै मान्छेको कमै मान्छेको लागि मात्रै चल्छ। 100मा 2-4 जनाको मान्छेको लागि मात्रै चल्न सक्छ होइन। र तपाईँको लागि अब यो लामो समयदेखिको पाइरहेको समस्याहरू चाहिँ तपाईँलाई मुक्त गराउँदैछ। जहाँ 82 सालबाट तपाईँको जीवनमा धेरै कुराको आनन्दको बाटोमा रहँदै गर्नुहुन्छ। जुन कुराहरू लक्ष्यको बढी पाटोमा तपाईँ पुग्नु भएको छैन त्यो लक्ष्यको टार्गेट अब तपाईँलाई बन्नेवाला छ र जुन कुराहरू पुरा हुनसक्छ। तपाईँ लामो समयदेखिको कुनै पनि प्रकारका दाम्पत्य जीवनका कुराहरू होस् अथवा धन सम्पत्तिको कुराहरू होस्, काम कर्मको बढी पाटो होस्, जीवनलाई सेटलमेन्ट गर्न सक्नु भएको छैन भने सेटलमेन्ट गर्न सक्नुहुन्छ। अथवा तपाईँ मकर राशि भएका प्रिय महानुभावहरू दाम्पत्य जीवनको बढी पाटोमा लामो समयदेखिको केही समस्याहरू घुमेर जुन तकलिफका योगहरू तपाईँले सामना गर्नुभएको थियो भने ती कुराहरू तपाईँको जीवनबाट अब मुक्त हुँदैछ। तपाईँको लागि यदि तपाईँको लागि चाहिँ त्यस्ता खालको विषयहरू कोही मान्छेहरू साथ दिए हुन्थ्यो भन्ने खालका वातावरण छन् भने साथ दिन सक्ने खालका व्यक्तित्वहरू तपाईँलाई रहन सक्छन्। जुन व्यक्ति समयको बढी पाटोमा तपाईँलाई कोही माया गर्ने व्यक्तिले चिटिङ गरिरहेको जस्तो खालको अनुभूति हुँदैन, ती चिटिङ गरेका व्यक्तिलाई गएर बढारिन सक्ने, ती जान सक्ने, आफूलाई एउटा सच्चा त्यो एउटा प्रेम गर्न सक्ने व्यक्ति तपाईँले पाउन सक्नुहुनेछ। विवाह नगर्नु भएको व्यक्तिलाई अब विवाहको योगहरू रहनेवाला छ। काम कर्म खाइरहेको जागिरहरू कतिपय कुराहरू गुमेको योगहरू तपाईँलाई फेरि कुनै प्रकार त्योभन्दा राम्रो खालको बाटोहरू तपाईँलाई अब फेरि पुनः फिर्ता हुन सक्ने, आउन सक्ने यस्ता खालको योगहरू रहन सक्छन्। नयाँ प्रकारका जागिरहरू कुनै प्रकारका योगहरू रहन सक्छन्। अब त्यही प्रकारका विषयमा तपाईँलाई अब फेरि तपाईँको एउटा मूल्याङ्कन हुन सक्ने यस्तो खालको वातावरण तपाईँको जीवनकोपट्टि पाटोमा चाहिँ रहनेवाला छ। मकर राशिकोपट्टि पाटोमा चाहिँ अबकोपट्टि पाटो चाहिँ लामो समयदेखिको विगत 7.5 वर्षदेखिको पाइरहेको झै झमेला र तकलिफबाट चाहिँ तपाईँ मुक्त रहनुहुन्छ र सबै कुराहरूबाट तपाईँ छुटकारा पाउँदै गर्नुहुन्छ। स्वास्थ्य सम्बन्धीको कुराबाट तपाईँ समस्या हुन्छ भने छुटकारा पाउनुहुन्छ। अब तपाईँलाई राम्रो खालको वातावरण रहन सक्छ। धन सम्पत्तिबाट तपाईँ एकदमै आफ्नो पारिवारिक आफ्नो अवस्थाहरूलाई पनि चलायमान गर्नको लागि समस्या परेको थियो भने त्यो कुराबाट तपाईँ मुक्त गर्नुहुन्छ। जुन कुराबाट तपाईँ सफलताको योगहरू तपाईँले पाउनुहुनेछ। जागिरहरूबाट तपाईँ एकदम धेरै एकदमै समस्या पर्नु भएको थियो त्यो कुरा पनि तपाईँ राम्रो खालको बाटोमा रहन सक्छ। तपाईँको उन्नति प्रगति बढुवाहरू सरुवा बढुवाहरू यस्ता खालको बाटोबाट त भएको थिएन भने तपाईँलाई राम्रो खालको रहन सक्छ। शान्ति सेनाको बढी पाटोमा तपाईँ जानु पाए हुन्थ्यो, अलिकति 2-4 रुपियाँ कमाउनु पाए हुन्थ्यो, यस्ता खालको विषयवस्तु भइदियो हुँदैछ भन्ने खालको योग छ भने तपाईँलाई ती विषयवस्तुहरू तपाईँलाई फलफुल हुनसक्छ।
वैदेशिक योगको पाटोमा जानुभएको थियो, लामो समयदेखि सङ्घर्ष गरिनु भएको थियो, मेहनत धै झमेलाहरू सबै कुरा गर्नुभएको थियो, तर पनि तपाईँको आफ्नो जीवनको पाटो सेटलमेन्ट भएन, काम गर्न सकेन भन्ने थियो भने त्यो समस्याबाट मुक्त गर्दै हुनुहुन्छ। विदेशको पिआरहरू तपाईँ लियोस् अथवा त्यो खालको पाटो भइदियोस् भन्ने खालको चाहना रहनुहुन्छ भने त्यो खालका विषयवस्तुबाट अब तपाईँको पुरा हुनसक्छ, जहाँ केही ग्रहको अब तपाईँलाई सकारात्मक फिडब्याकहरू पाउँदै गर्नुहुन्छ। हस्पिटल लाइन, मेडिकल लाइन सम्बन्धी फार्मेसी यस्ता खालको विषयवस्तुबाट तपाईँ अडि बढ्नु भएको थियो तर कमाउन सक्नुभन्दा जोड्न सकेन भने अब तपाईँको राम्रो खालका दिनहरू सुरुवात हुन थाल्छ। तपाईँको लागि यसले कुनै पनि प्रकारका चाहिँ काम कार्यहरू, निर्माणसँग सम्बन्धित, ठेक्कापट्टाहरू सम्बन्धी यस्ता प्रकारको कर्महरू तपाईँले गर्नुभएको थियो, त्यो कर्महरूबाट तपाईँको लागि राम्रो खालको वातावरणको योगहरू भएको थिएन भने अब यस्ता खालका योगहरू तपाईँलाई अब पुरा हुँदै जान सक्ने खालको पाटो रहन सक्छ। सिर्फ यहाँको लागि कति समय सम्झाइ 84 सालको अन्तिमबाट 87 सालको 2-4 महिनासम्मपट्टि पाटो भनेको पारिवारिक माताको स्वास्थ्यको पाटो समस्याहरू, केही तपाईँ आफ्नो छाती सम्बन्धीका समस्याहरू, त्यति बेलाको ती कुराहरू, कतिपय हेल्थ सम्बन्धी इस्युहरू, आफ्नो सम्पत्तिहरू, जग्गा जमिनहरू यस्ता कुरामा चाहिँ ध्यान दिनु होला हैन। अरू बाँकी समय तपाईँलाई जीवनको पाटोमा सबैभन्दा सकारात्मक, सबैभन्दा ऊर्जाशील समय लिएर तपाईँको जीवन अब व्यतीत हुनेवाला छ भन्दै अर्को दिनमा अर्को नयाँ विषयवस्तुका साथमा उपस्थित हुने नै छु। मसँग तपाईँ जन्मकुण्डली चिनाटी बनाउन हेराउन चाहनुहुन्छ भने मेरो व्हाट्सएप नम्बरमा तपाईँले मलाई म्यासेजहरू गरेर तपाईँ मसँग सम्पर्कमा रहन सक्नुहुनेछ र अर्को दिनमा अर्को